गुड मर्निङ सेवा नमस्ते वेलकम ब्याक टु माई अनदर भिडियो। अनि म चाहिँ बिहानै उठेर सरसफाइ अभियानमा लागिरहेछु। म चाहिँ गाउँमा छु नि त। अनि अब मैले चाहिँ अघि नै यहाँ माथिबाट चाहिँ फुलहरू त्यो मरेकोहरू सबै कटिङ गरेर उयो गरिरहेछु। ल म देखाउने छु तपाईहरुलाई है त। मेरो पछाडि पनि देख्नुहुनेछ सक्नुहुनेछ कति राम्रो फुलहरू फुलिरहेछ। घाम पनि मन्द मन्द लाग्न सुरु गर्यो है। यो चाहिँ सबै मैले माथिबाट सफा गर्दै गर्दै झरेको। यिनीहरू सबै कौसी फुल अस्ति आउँदाखेरि चाहिँ मैले कटिङ गरेर सारी राखेको थिएँ। अनि यतिको फुल्न सुरु गरेछ। म माथिबाट देखाउँछु है त। यो चाहिँ गोदाबारीहरू हो। यिनीहरू चाहिँ अलरेडी फुलिसकेको थियो, त्यही भएर यिनीहरूलाई चाहिँ छाटकाट गरेँ। अनि यो सबै छाटकाट गरेर यो मुनिको हो यिनीहरू चाहिँ काटेर फालेको। अब यो पछि अर्को साल नै हुन्छ। पछाडिपट्टिको हो, यो पनि अस्ति आउँदाखेरि मैले कटिङ गरेर छोडिराखेको थिएँ। अनि यस्तो राम्रो फुलिरहेको रहेछ है। पछाडिपट्टिको यो पनि फुल्न सुरु गरेको छ। घाम लाग्न सुरु भयो। यस्तो छ वरिपरि चाहिँ लालुपाते पनि यस्तो मजाले फुलिरहेछ है। तल मेरो घरमा पनि कस्तो पिङ्क कलरको छ, रेड कलरको चाहिँ यस्तोबाट चाहिँ छैन। ल यस्तो छ। अनि यहाँनिर चाहिँ रोजहरू यिनीहरू सबै कटिङ गर्नुपर्ने छ। म सबै छाटकाट गर्छु। यस्तो छ सबै। अनि यो पनि यस्तो राम्रो फुलेको छ है। हजुर ल एकछिनै यो चाहिँ यतापट्टिको है। यिनीहरू पनि मैले यहाँ पनि गोदावरीहरू नै फुलेको थियो, सबै कटिङ गरेको। अनि यहाँ पनि छ लालुपाते रेड र यल्लो कलरको। यहाँ पनि छ। अनि यो तल चाहिँ हाम्रो किचन हो। यो नीलकाँडा कटिङ गर्नुभएको छ यसरी। ल म चाहिँ अब यहाँनिर सरसफाइ गर्छु है त है। चाहिँ हाम्रो सागबारी यस्तो राम्रो साग छैन है यहाँनिर। कस्तो मजाको अर्ग्यानिकै। यो चाहिँ युरियाहरू नलगाएको, केही पनि नलगाएको अर्ग्यानिक साग। कत्रो डेन्जर ठुल्ठुलो पत्ता नै। अनि घाम पनि कस्तो मजाले लागिरहेछ। न्यानो छ, रमाइलो छ। गाउँघर पनि छ है कत्रो ठुल्ठुलो मुला। त्योहरू म चाहिँ अहिले गोठमा आएको छु। हाम्रो गोठ चाहिँ घरबाट अलि टाढा छ। अनि
यहाँ देख्न सक्नुहुनेछ हाम्रो आलुबारी। ल म देखाउँछु है त हजुरहरूलाई। यो सबै आलुबारी है। हाम्रो आलुबारी मैले चाहिँ पानी लगाएर उपर फुर्किने छोडिरहेछु। यस्तो छ। अनि यिनीहरू चाहिँ लसुनहरू हो। लसुन मुला कत्रो कत्रो सप्रेको रहेछ लसुनहरू। यस्तो छ है। प्याज हो भर्खर रोप्नु भएको। अस्ति मैले बिउ पठाइदिएको थिएँ बिरुवा। यहाँ चाहिँ पानी लगाएर छोडेको। गोठमा पनि साग है। यो चाहिँ गोठको साग हो, गोठबारीको। यस्तो राम्रो छ। अर्ग्यानिक साग। ल मेरो चाहिँ घर जाँदाखेरि लाने दाउरा पनि रेडी भइसकेको छ। अनि अब म घर जानुपर्ने हुन्छ। बाख्रा पनि आइसकेको छ। बाख्रा लिएर दाउराको भारी बोकेर घर जानुपर्ने हुन्छ। सुरुवालको हालत चाहिँ यस्तो खराब भइरहेछ है। यस्तो बेसी कुरोहरू छ। साथीहरू म चाहिँ दाउरा बोकेर घर जाँदैछु। अगाडि अगाडि बाख्रा छ। बाख्रालाई चाहिँ भेटाइराखेको अवस्था छैन। त्यस्तो साह्रो गरौँ चाहिँ छैन तर बानी नभएर हो। हैन छिटो खै म चाहिँ घर पुग्न लागे। गर्मी भयो। खुट्टाहरू पनि दुख्दैछ अहिले त। म चाहिँ घर पनि आइपुगिसकेँ। आजको भिडियो चाहिँ अब यहीँनिर इन्ड गर्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ। अनि सब्सक्राइब गर्न नभुल्नु होला है त। बाई बाई।